फाइनली साथीहरु आजबाट तपाईले डिबिलटी 2026 को रिजल्ट हेर्न सक्नुहुन्छ त्यो पनि आफ्नै मोबाइल फोनबाट। आज म तपाईलाई यस भिडियोमा सिकाउने छु हामीले हाम्रो मोबाइल फोनबाट कसरी डिबिलटी 2026 को रिजल्ट हेर्न सक्ने छौं त। त्यसपछि यदि हामीलाई डिबिलटी परेको छ छैन भनेर हामीले कसरी थाहा पाउँछौं या भनौं डिबिलटी परेको नपरेको हामीले कसरी थाहा पाउने त। तपाईलाई म यस भिडियोमा डिबिलटी कसरी हेर्ने, डिबिलटी पर्यो भनेदेखि हामीलाई कस्तो लेटर आउँछ, यदि डिबिलटी परेन भनेदेखि हामीलाई कस्तो लेटर आउँछ सम्पूर्ण जानकारी दिनेछु। ओके साथीहरु, हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला। आज म तपाईलाई डिबिलटी 2026 को रिजल्ट कसरी हेर्ने सम्पूर्ण जानकारी दिनेछु। सर्वप्रथम म आफ्नो मोबाइल फोनमा जानेछु। तपाईहरु पनि आफ्नो मोबाइल फोनमा गएर तपाईले सिम्पली क्रोम ब्राउजरलाई ओपन गर्नु होला। क्रोम ब्राउजर ओपन गरेपछि तपाईले सिम्पली सर्च गर्नुपर्ने हुन्छ डिबिलटी 2026 रिजल्ट भनेर। सर्च गरेपछि सुरुमै देखिएको छ इलेक्ट्रोनिक्स रिभर्सी भिजा। तपाईले त्यहाँ सिम्पली क्लिक गरिदिनु होला। त्यहाँ क्लिक गरेपछि एउटा यस्तो खालको इन्टरफेस आउँछ जसमा थ्यांक यू भनेको छ। अलिकति तल तपाईहरु सार्दै जानुस्। यहाँ सिम्पली देखिएको छ चेक स्ट्याटस। चेक स्ट्याटसमा तपाईले सिम्पली क्लिक गरिदिनु होला। यो इन्टरफेसमा तपाईले सुरुमा भनेको छ कन्फर्मेसन नम्बर। यो कन्फर्मेसन नम्बरमा तपाईले आफ्नो कन्फर्मेसन नम्बर हाल्न पर्ने हुन्छ। जस्तो कि तपाईले डिबिलटी भर्ने बेलामा तपाईलाई यहाँ 3-4 लेटर देखेको छ नि, यहाँ कन्फर्मेसन नम्बर, डेट अफ बर्थ, तपाईको नेम भनेको छ नि, हो तपाईले यही कन्फर्मेसन नम्बर चाहिँ तपाईले यहाँ हाल्न पर्ने हुन्छ। सिम्पली यहाँ कन्फर्मेसन नम्बर हाल्नुस्। त्यसपछि तपाईले आफ्नो लास्ट नेम तपाईले हाल्न पर्ने हुन्छ, आफ्नो थर है तपाईले थर नेम हाल्न पर्ने हुन्छ। त्यसपछि तपाईले यहाँ चाहिँ आफ्नो डेट अफ बर्थ हाल्न पर्ने हुन्छ, तपाईको इंग्लिश जन्म मिति हाल्न पर्ने हुन्छ। त्यसपछि तपाईले सिम्पली यहाँ क्याप्चा हाल्न पर्ने हुन्छ। क्याप्चा हाल्न पर्छ। तपाईलाई यो क्याप्चा गाह्रो छ भने तपाईले यहाँ सिम्पली यसरी चेन्ज गरेर पनि क्याप्चा सजिलो क्याप्चा तपाईले चेन्ज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ सिम्पली सबमिट गरिदिनु पर्ने हुन्छ। ओके, तपाईले यसरी सबमिट गर्दाखेरि तपाईको यस्तो खालको इन्टरफेस आयो भनेदेखि तपाई लकी हुनुहुन्छ। तपाईलाई डिबिलटी 2026 परिसकेको छ। तर मक्ख नहुनुस्, डिबिलटी 2026 परेको लगभग 80% व्यक्ति मात्रै अमेरिका जान सक्छन्। बाँकी रहेका 20% मान्छेहरू नेपालमै बस्छन्, उनीहरू अमेरिका जान सक्दैनन्। यदि तपाईले यसरी डिबिलटी भर्ने बेलामा तपाईको यहाँ डिबिलटी परेन भनेदेखि तपाईलाई यसरी यस्तो खालको इन्टरफेस आउँछ। यस्तो खालको इन्टरफेस आएपछि तपाईले बुझ्न पर्ने हुन्छ मलाई डिबिलटी परेन। तपाईले अब अर्को वर्ष ट्राई गर्न सक्नुहुन्छ डिबिलटी भर्नको लागि। तपाई फेरि पनि चेक गर्न सक्नुहुन्छ तपाईले गल्ती भर्नु भएको छ कि। तपाईले फेरि पनि भर्दाखेरि तपाईलाई पनि फेरि पनि डिबिलटी परेन भनेदेखि अब चान्सै छैन तपाईलाई 2026 मा डिबिलटी पर्छ भनेर। र तपाईले यसरी डिबिलटी भर्नेमा तपाईको यस्तो खालको इन्टरफेस आयो भनेदेखि तपाईलाई चाहिँ डिबिलटी पर्यो। अब डिबिलटी परेपछि के गर्ने त? डिबिलटी परेपछि तपाईको डकुमेन्टहरु फेक छ कि छैन सबै चेक गर्नुपर्छ। तपाईको डकुमेन्ट फेक छ, तपाईलाई बोल्न आउँदैन, तपाईलाई इन्टरभ्यु दिन सक्नुहुन्न भनेदेखि तपाईलाई चाहिँ अब डिबिलटी परे पनि तपाईहरु अमेरिका जान सक्नुहुन्न। त्यसो तपाईको मेडिकलमा अलिकति खराबी छ भनेदेखि पनि तपाईहरु अमेरिका जान सक्नुहुन्न। यदि डिबिलटी परेको छ भनेदेखि तपाईले मलाई दिएको WhatsApp नम्बरमा मेसेज गर्नु होला। म तपाईलाई अमेरिका जानको लागि चाहिँ इन्टरभ्यु सुद्धा तपाईलाई म प्र्याक्टिस गराउनेछु। त्यसपछि कुन डकुमेन्ट आवश्यक पर्छ अनि DS-260 फर्म पनि भर्नुपर्छ। DS-260 फर्म कसरी भर्ने तपाईलाई म त्यो पनि हेल्प गर्नेछु। त्यसकारणले दिएको WhatsApp नम्बर तपाईले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ यदि डिबिलटी परेको छ भनेदेखि। लगभग नेपालबाट 3500 जना भन्दा बढी व्यक्तिहरू डिबिलटी परेर अमेरिका जान्छन्। यही नै हो साथीहरु डिबिलटी हेर्ने तरिकाहरू। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला।